तपाईँ एकजना राजेन्द्र लिङ्गदेनले छोड्दा, एकजना ज्ञानेन्द्र साईले छोड्दा यहाँ राजा नआउने होइन, राजा आइसक्नु भएको छ। राजा आउने वातावरण बनाइसकिया छ। त्यो मोटरसाइकलले जान दिएको थिएन। म उताबाट पछाडिपट्टिबाट आएर पुलिसलाई धकेलेपछि पुलिसहरू फेरि मसँग एकदमै उछन्, लफडा गर्न आउँदैन, नतमस्तक हुन्छन्। म किन जहिले पनि उनीहरूको पक्षमा छु। उनीहरूकै बुढीलाई त सहकारीले लघुवित्तले खेदेको छ नि त गाउँमा, बचाउने त मै हुँ नि त। अब मैले लड्नु पर्ने भनेको त केपी ओली, शेरबहादुर देउपा, प्रचण्डहरू, राजेन्द्र लिङ्गदेनहरूसँगै हो लड्ने। फेरि मैले हेर्नुहोस् ल, दरबार छिरौँ भन्दै थिएँ कि आज दरबार चाहिँ नछिरौँ। दरबार छिर्नु भने अघि छिरिदिन्थ्यौँ हामी। छिरेर के गर्नु, अब राजा हुनु हुँदैन। राजा भए त राजालाई लिएर खुरुखुरु जाँदा हुन्थ्यो। कसले रोक्दो रहेछ हेरौँ त। यिनीहरूको रोक्ने मोरलै छैन। अब त्यो हुने खालको कामै गरेको छैन नि त। मैले भने त राजालाई बोल्न बाध्य बनाउने र दुर्गा प्रसादलाई यस्तो बोल्न र उग्र बनाउने काम कसले गरेको भन्दा यिनै दलले गरेको हो नि त। होइन नि त्यसरी भनेर भएन नि दाइ। मैले दाइको मुखबाट सुनेको धेरै भयो क्या। ल्याउनु पऱ्यो नि घोक्रे ख्याक लगाएर, होइन भने साथमा छ भन्ने उता गरेर त त्यो गर्नु भएन नि। यदि राजा ल्याउने आन्दोलनमा हो नि ल दुर्गा भाइ, मैले तपाईँलाई माने, म अहिलेसम्म ऊ भएँ। ल राजा ल्याइसक्यो, ल राजा ल्याउँ। म यहीँबाट भन्छु प्रधानमन्त्री दाइ हुन्न, तर हामीले भनेको कुरा मान्नुपर्छ नि। संसद छोडेर आउनु पर्यो नि। भाइ संसदमा पनि बस्ने, संसद छोड्नु पर्यो परेन रञ्जन दाइ? राप्रपा रोक्ने, माओवादी डर देखाउने, एमाले रोक्ने, काङ्ग्रेस रोक्ने हुँदाहुँदै को पनि आएन। राप्रपाका केही साथीहरू आएर गाडीभित्र लुकेर बसेका थिए। राजा ल्याउने हुँदा मेरो पेजबाट, मेरो फेसबुकबाट मैले आज 12 बजी त्यो बबरमलको मोटरसाइकल र्यालीमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू भेला भइदिनुहोस् भनेपछि हाम्रा मान्छे सबै आए। आइसकेपछि अहिले यहाँ म एकजना सिओसँग गफ गरेर निस्किँदै थिएँ। अन्नपूर्ण अगाडि राप्रपालाई जान दिएको थिएन। राप्रपा होइन त्यो भन्छन् नि त्यो श्रीमतीहरूले। पुलिसहरू साइड लगाएपछि त्यो हुल एकैचोटि लिएर पर गयो। सहयोग गरिदिनु पर्यो अब साथीभाइहरूलाई। सहयोग गरिदिएको हो नि त मैले त। राष्ट्रवादी आन्दोलन नेपालको झन्डामा आएको छ, मैले त गर्दै। मैले त स्वच्छ मनले क्यामेरा दाइलाई पनि भने हो नि त मैले, दाइ आज मैले सहयोग गर्दैछु है भनेर। धवल दाइलाई पनि मैले भने। लास्टमा मलाई त्यहाँ पुगेपछि, त्यो स्टेजमा पुगेपछि के भन्यो भने दुर्गा आएछ के यहाँ नबसौँ भनेपछि अनि तपाईँहरू बुझ्नु छ है। फेरि यो राजेन्द्र दाइले एउटा कुरो के बुझ्नु पर्यो भने नि, सक्नुहुन्छ राजेन्द्र दाइ व्यवस्था परिवर्तन गर्नुहोस्, होइन भने राजा र हिन्दू राज्य बेचेर नखानुहोस्। बरु म पास्टर हुँ भनेर भन्नुहोस्, म क्रिस्चियन हुँ भन्नुहोस्, त्यो पाइन्छ। तपाईँ एकजना राजेन्द्र लिङ्गदेनले छोड्दा, एकजना ज्ञानेन्द्र साईले छोड्दा यहाँ राजा नआउने होइन, राजा आइसक्नु भएको छ। राजा आउने वातावरण बनाइसकिया छ। र तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने राजा आउनुभयो, किनभने नि यो दुर्गा प्रसाईले हात हालेको कुरो हो। दुर्गा प्रसाईको पछाडि दुर्गा माताको शक्ति छ, शक्ति छ। अब त्यसमा पनि के छ यहाँ हेर्नुहोस् मेरो शिर, यो मुलुकलाई अब हामीले पार लगाएनौँ भने, यो हाम्रो अभियानले पार लगाउन सकेन भने यो पार लाग्दैन। मैले त देखेँ नि त, राजावादी शक्ति पनि देखेँ, राष्ट्रवादी शक्ति पनि देखेँ, राप्रपा देखेँ, कमल थापा देखेँ, उहाँ देखेँ। कमललाई के भन्नुहुन्छ आएर थाहा छ मलाई? दुर्गा भाइ तपाईँ मेरो वरिष्ठ उपाध्यक्ष बसिदिनु पऱ्यो भन्नुभयो एक दिन आएर। अनि मैले मनमा नै सम्झेँ क्या, उहाँले राम्रो काम गरिदिएको थियो भने राजाले यसरी दरबार छोड्नु पर्थ्यो आज? यसरी राजाले गीत गाएर हिँड्नु पर्थ्यो, मन्दिर मन्दिर जानु पर्थ्यो? अनि मलाई सिकाउनुहुन्छ। राजेन्द्र दाइहरूले के भनेको थियो अधिवेशनमा? दाइ यहीँ हुनुहुन्छ त। अब अधिवेशनमा 6 महिनामा राजा ल्याइन्छ भनेर लाग्नु भएको होइन? बरु मन्त्री हुनुभयो, उप प्रधानमन्त्री हुनुभयो। अहिले भर्खरको कुरा, पोखरामा हामीले कार्यक्रम गर्दाखेरि हामीलाई डिस्टर्ब गरे हो नि राप्रपाले। हाम्रो सौदा जस्तो भएको छ राप्रपा यहाँ, रियल्ली भन्नुपर्छ। आजकै मात्रै कुरा, मैले खुल्ला हृदयले राजा ल्याउने हुँदा हेर्नुहोस् है, तपाईँहरू यतिको जिज्ञास मान्छे हुनुहुन्छ। गीतामा के भनेको छ भने ग्वाल ग्वाल तिमीले पानी खन्याऊ, कुनै पनि उसमा ग्वाल ग्वाल पानी खन्याऊ, ड्रमका ड्रम ल्याएर पानी खन्याऊ, 50,000 लिटर पानी एकैचोटि खनाऊ, केही पनि हुँदैन। तर थोपा थोपा झारिराख, त्यो ढुङ्गालाई पनि दुलो पार्छ पानीले, त्यसलाई निरन्तरता भन्छ।
मैले त्यो आफ्नो निरन्तरतालाई छोडिनँ कहिल्यै पनि। हुन त मैले पढे होइन, तर मैले बुझेँ। अब म गीता पढ्थेँ, गीता सुन्थेँ। अनि काठमाडौँ आएँ, एक्लै छु। अनि मलाई दिदीले भन्नुहुन्छ, कसरी यसरी थाम्न सक्छस् तैँले भन्नुहुन्छ। छोराले भन्छ, मेरो पनि त छोरो छ, नाति छ, परिवार छ, रिक्स छ, तँलाई मारिदियो भने के हुन्छ, तस्करसँग लड्दैछस्, तँलाई के चाहियो पुगेको थिएन। मेडिकल कलेज बिस्तारो आउँदै गर्थ्यो अदालतबाट, क्यान्सर हस्पिटल थियो, सबै कुरा थियो। तैँले भन्थ्यो नि, बुढीले सबैलाई भन्छन् होला, 2 रुपियाँ पैसा कसैले निकाल्दो रहन्छ, देखिहालियो यो लडाइँमा, देखिहाल्यो। मैले त देखेँ, म त प्रश्न भन्ने, घोचेर भन्ने, खरा कुरा भन्ने, हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन, केही कुराले अघि आएको, हुँदैन भने हुँदैन। के हो कुरो मैले देखेँ। मैले यहाँ यो बिचमा भिडहरू देखेपछि मैले सम्झेँ, सङ्घर्ष एक दर्शन भन्ने एउटा किताब पढाएको थिएँ मैले। क्रान्ति भनेको चिज यस्तो चिज अरे कि तपाईँको क्रान्ति गर्दैलाई चाहिँ नाम सुन्दा मजा आउँछ, तर क्रान्ति गर्न नसक्ने मान्छेहरूलाई त अप्ठ्यारो भाषा हो नि। क्रान्ति गर्ने बेलामा सुरुमा भिडभाड हुन्छ अरे, म पनि आएँ, त्यो पनि आएँ, त्यो पनि सहयोग गर्छु, सबै आएँ। जब क्रान्ति अघि बढ्दै जान्छ अनि बिचमा सबै भाग्दा रहेछन्, कोही आत्मसमर्पण गर्ने, कोही भाग्ने, कोही लुक्ने। जब मानव क्रान्ति एक्लै हुँदो रहेछ, एक्लै जब क्रान्ति उत्सर्गमा पुग्छ नि, अनि अघि ती भाग्ने, आत्मसमर्पण गर्नेहरू कुनै कुनै बाटो, कुनै कुनै उहरू पक्रेर त्यो आउँदो रहेछ फेरि क्या, क्रान्ति वीर भएर। त्यो क्रान्ति वीरसँग चाहिँ होसियार हुनु भनेको छ क्या, त्यो स्थिति हो। म एक्लै भएँ कुनै दिन, तर मैले हिम्मत हारिनँ, किनभने मेरो बाटो सत्यको बाटो थियो। म तपाईँलाई भन्छु त, अहिले यहाँ गणतन्त्र कस्ता कस्ता दिग्गज गणतन्त्रवादी हुनुहुन्छ त। यहाँ स्वागत नेपाल हुनुहुन्छ, हिजो गणतन्त्रलाई स्वीकारेर चाहिँ चुनावमा लड्नु। ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ, वरिष्ठ अधिवक्ता, सबै गणतन्त्रवादी छ। उहाँहरूलाई पनि मैले कन्भिन्स गरेर आज पोखराको स्टेजमा उभ्याउन दुर्गा प्रसादले कति मिहिनेत गरेर होला, कति पापड बेले होला। लास्ट टाइम त दिदीसँग पनि कुरा भएको थियो, मेरा दिदीसँग, जौँ दिदी, सन्तोष पन्त दाईसँग कुरा भएको थियो, रञ्जन खनाल दाईहरू सबै चिनेकै अनुहार, सबैसँग मैले रिक्वेस्ट गरेँ। मैले यत्रो गर्दा काठमाडौँ किन तात्दैन, किन चिसो भइरहेछ काठमाडौँ? काठमाडौँले तात्नु नपर्ने काम कुरा के छ? आखिर मैले त नराम्रो भनेको थिएन, नराम्रो गरेको थिएन होइन। सबैजना मिलेर यो व्यवस्था परिवर्तन गरौँ। मलाई अहिले यो के कमान्डर दिनुभएको छ, यो कमान्डर म जान्दिनँ, म कमान्डर भएको मान्छे पनि होइन। मैले अस्ति पनि भने, एकजना गुरुले के भने, त्यो तेरो चिनामा प्रधानमन्त्री हुन लेखेको छैन भने। बाबा, मैले प्रधानमन्त्री हुन गरेकै होइन। यो लडाइँ त व्यवस्था परिवर्तन गरेर राष्ट्र स्थापित गर्न गरेको लडाइँ हो। मैले प्रधानमन्त्री हुन गरेको लडाइँ होइन। व्यवस्था परिवर्तन जोसुकै प्रधानमन्त्री होस् न, म मेरो व्यापार गर्छु, के बिग्रेको छ? मेरो काम नभए